आज त घाउ सुक्दै गएको रहेछ त। हेर त हिजोको जस्तो सुन्निएको पनि रहेनछ, भगवानको कृपा पनि रहेछ। आज त घाउ त सन्चो भएछ त। आज घाउ त धेरै सन्चो भएको छ, तर तिम्रो घाउ मेरो घाउभन्दा पनि तिम्रो अनुहारको थकाइ धेरै मेरो पीडाभन्दा धेरै थाकिरहेको जस्तो देखिन्छ त भोलि। बिस्तारै मेरो काँधमा समारेर गर्नुहोस्। म उठ हट्छु है। त्यही त के हिम्मत नहार्नु। आज हिजो उठेर बस्नु नसक्ने मान्छे आज उठेर बस्न सक्नुभयो, भोलि हिँड्न सक्नुहुन्छ, पर्सि काममा जान सक्नुहुन्छ। हिम्मत नहार्नु, हिम्मत नहार्नेपछि सकिन्छ। तिम्रो शरीर कति दुख्छ होला काम गर्दा, कसै घरमा खाना छैन अनि खाऊ भने एउटा केही पनि छैन घरमा, कसरी ल्याउँछौ कसरी? जो भएको छ भएकै छ, मागेर हुन्छ कि काम गरेर हुन्छ कि जस्तो गरेर भए पनि अब गरेकै। हे भगवान्, आज उहाँ उभिन एउटा पाइला चाल्न कति ठुलो हिम्मत गर्नु, तर उहाँको शरीरले साथ दिएन। तर के गर्नु, तर पनि उहाँले केही भन्नु भएन। उहाँको आँखामा धेरै पीडा देखेँ, तर उहाँको अगाडि मैले नडराउनुहोस्, केही हुँदैन दुःख लुकाएर मुस्कुराउँछु, हाँस्छु उहाँको अगाडि। तर मेरो मनभित्र पीडाले ठुलो घर बनाएको छ। कहिले उहाँलाई सन्चो हुँदैन, उहाँ हेर्न सक्नुहुन्न। मेरो मनमा पीडाले ठुलो घर बनाएको छ। के गर्नु, हे भगवान्, आज उहाँको घाउ सुक्दै गएको छ। उहाँको मनको घाउ पनि निको पारिदिनु। आमाको आँसु मुटुमा लुकायो।
तिमी आयौ किन यति ढिलो पानी भर्दा भर्दा अलिक ढिलो भयो अलिक समय लाग्यो आज एउटा कुरा भाँचा गर त तिमी के कुरा आज मेरो अगाडि तिमी आँसु नलुकाऊ अनि मेरो अगाडि आँसु लुकायो भने मलाई झन् पीडा हुन्छ त्यही भएर तिमीले आँसु नलुकाउने बाचा गर यदि बरु तिमी रोयो भने म तिम्रो आँसु म पुसिदिन्छु म रोयो भने तिमी मेरो आँसु पुस अनि दुःख जति दुःख भए पनि जति दुःख जे जस्तो दुःख भए पनि आधा आधा बाँडौँला हुन्न हुन्छ तपाईँको पीडा नै मेरो पीडा हो मेरो पीडा नै तपाईँको पीडा हो हार मान्दिन एक दिन न एक दिन कसो नहोला र सन्चो नहोला र एक दिन कसो न कसो हाम्रो जिन्दगीमा उज्यालो नआउला सन्त अब मैले अब मेरो शरीरले अब पहिलाको जस्तै कहाँ छ र मेरो शरीर अब एकदमै कमजोर भएको छ पहिलाकै बुवा अझसम्म बोल्न सकेको छैन साह्रो सजिलो पहिलाको जस्तो बोल्न सकेको छैन मेरो शरीर काँप्छ थाम्न आफ्नो शरीर नै थाम्न सक्दिनँ त्यही कारणले अब म धेरै कमजोरी भएको कारणले हो कि किन हो मेरो शरीर पनि काँप्छ एउटा चोट लागेकै भरमा हातको चोट हो शरीरको चोट होइन किन यसरी मेरो शरीर यहाँसम्म शरीरले दुःख दियो कस्तो भयो के भयो चिन्ता त बढी लाग्थ्यो तर त्यही भएर हो कि महिनौ थला परेर शरीरले एकै दिनमा हिँड्न सकिन्छ त महिनौ थला परेर जानु अनि तपाईँ हिँडडुल गर्न त अनि महिनौ लाग्ला त महिना थला परेर जान महिना हिँड्न घुम्न डुल्न पहिला जस्तै जिउ बनाउन ज्यान बनाउन महिनौ लाग्छ के कारणले खासै मेरो हात खुट्टा गल्यो मेरो कारण के होला त के हो र घाउको हो नि हातको घाउको कारणले गर्दा थला परिकन अनि ज्यान गल्यो अनि त्यही त हो हात खुट्टा नआउने हात खुट्टा काम्ने अनि शरीर थाम्न नसक्ने त्यही महिनौ थला परेर कारणले त हो त खै आज हात घाउ हेर्नु घाउ त आज निकै सुक्दै गएछ त हिजोभन्दा आज धेरै राम्रो भएछ त घाउ त सुक्यो तर पहिलाको जस्तो मेरो शरीर कहाँ छ र पहिलाको जस्तै कहाँ छु र म थाकिसकेको छु अझै मेरो पुरा खुट्टा काँप्छ काट्न दिनुहोस् के बिस्तारै हुन्छ कति आत्या म एउटा प्रयास गर्छु है के प्रयास उभिने प्रयास अर्को प्रयास है दुईटा पाइला भए पनि अब चाल्छु हुन्न ठिक छ तर एउटा शर्तमा कस्तो शर्त पहिलाको जस्तो जिद्दी गर्नुहुने छैन मेरो भनेको मान्नुहुनेछ हुन्छ मेरो अनि तिमीलाई नसोधी म अब कहिल्यै पनि कुनै पनि काम गर्दिनँ कि तिम्रो सहारा बिना मेरो केही पनि छैन म अब तिमी बिनाको जिन्दगी अधुरै छ मेरो म सक्दै सक्दिनँ
अब मैले अब तिम्रो तिमीले भनेको नमान्नाले आजसम्म यस्तो दुःख पाइयो, अब तिम्रो भनेको सबै मान्छु हुन्न। हुन्छ हुन्छ विचार गर्नु। खै उठ्छु त खै उठ्न त सक्दैन त। सक्दिनँ जस्तो छ, खुट्टा लडबडाउँछ जस्तो छ। हिम्मत गर्नु ल, हिम्मत गर्नु। शरीर किन यस्तो काँपिरहेछ? खुट्टा पनि कस्तो छ। कोसिस गर्छु है, म उठ्न सक्छु है। पहिला पहिला म बिस्तारै प्रयास गर्छु, एकचोटि आफै गर्छु प्रयास। हातैले सक्दिनँ त, यो आज अझै टुक्दै रहेछ। अब पर बिचमाथि गइकन उभिएपछि पाइला चाहन्छु है, विचार गर्छु। एकछिन उभिनु 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 एकछिन उभिने छोरा त एकचोटि छोरा न त, कस्तो सक्छै सक्दैन। है आज त उभिए है, हेर त कति धेरै उभिनु सकेको आज त है। पाइला पनि गर्न सक्छु होला है, विचार गर्नु। आजको एउटा पाइला नै सफलता, पहिलाको जित भन्नु है। ल ल विचार गर्छु, फेरि गर्छु प्रयास। बसिहाल्छ है, सक्दिनँ म त, सकेन हेर। आज पाइला दुवै मात्रै खाली, दुईटै पाइला मात्रै खाली। एउटा पाइलालाई ठुलो सफलता सम्झिनुहोस्। म त थाप्नु दुई छोटो बिस्तारै छ। लुगा चाहिने हो, के गर्ने होला यो जीवन? कहिले कहिले सुको पाइने होला, कहिले सन्चो हुन्छ होला, यो शरीर कहिले भरिन्छ होला, खुट्टा काप्छ, के गर्नु? सन्चो भइहाल्छ क्या, बिस्तारै बिस्तारै। मैले थाहा गरेर जान भने आज कहाँ सन्च होला, बिस्तारै बिस्तारै आज गर्दै फेरि गर्दै कोसिस गर्दै खुट्टा माथि सिमान हो त्यस्तो। बिस्तारै बिस्तारै त ठिक होला होइन, भयो त जाला नरहने त। एकचोटि म बस्छु त है, एकचोटि के यस्तो भएको होला त नि? भगवानले पनि मलाई त कस्तो चोट दिखाउनु जस्तो लाग्छ मलाई। धन्यवाद। बस्ने प्रयास त गर्नु पर्यो अलिअलि। अनि के गरेर यस्तो भएको हो? किन सबै शरीर बिग्रिया यस्तो छ? शरीर यो त खुट्टा त चल्दैन अलिअलि, यो शरीर यहाँबाट पनि यो पनि भयो भने राम्रोसँग यस्तो गरेर आउँदो होइन चाहिँ डढेर हो कि क्या हो? ज्यादा त महिना भयो त ढलेको भने आज त
अब धेरै नडर्ने अब त अलिअलि गर्दै एक दुई खुट्टा पाइला चाल्दै हिँड्ने प्रयास गर्ने भोलिदेखि अलिकति डुलो अलिकति प्रयास गर्दै जानु अब 2-4 पाइला गर्दै जाने हुन्छ हुन्छ आउँछ त पहिले म यही खुट्टाले दिनभरि खेत नाप्थे आज एउटा पाइला चाल्न पनि तिम्रो सहारा लिनु परेको छ सहारा माग्नु कमजोरी होइन क्या जीवनमा कहिलेकाहीँ बोल्यो मान्छेलाई त कसैको हात चाहिन्छ थाहा छ तिमीलाई पहिले म धान रोप्ने बेलामा बिहानै उठेर काममा निस्कन्थे तिमी भातको सानो एउटा डब्बा दिएर भन्थ्यौ समयमा खानु है भन्थ्यौ म हाँसेर भन्थे तिमी छौ भने भोक पनि थाक्छ भनेर आज न म खेतमा जान सक्छु न काम गर्न सक्छु न तिमीलाई निश्चिन्त मुस्कान दिन सक्छु के भयो तपाईँले हामीलाई दुःखबाट जोगाउन मेहनत गर्नुभयो आज मेरो पालो हो तपाईँको हिम्मत हार्न दिन्न मलाई एउटा कुरा भन्नु त साँचो तिमी मलाई कहिले पनि थाप्दैन तिमी मलाई देखेर कहिले पनि थाप्दैन थाक्छु कहिले शरीर थाक्छ कहिले आँखा थाक्छ कहिलेकाहीँ त रोएर मन थाक्छ तर तपाईँलाई हेर्ने बित्तिकै आशा फर्किन्छ म एउटा कुरा बाँचा गर्छु अब फेरि एकछिन हेरौँ
मलाई लाग्छ म तिम्रो सहारा हुँ। आज बुझ्दैछु तिमीको मेरो सबैभन्दा ठुलो सहारा रहेछौ। हामी दुवैजना मिलेर बनेको घर हो यो। कहिले तपाईले मलाई सम्हाल्नुभयो, अहिले म तपाईलाई सम्हाल्छु। भोलि तपाईँ बलियो हुनुहुनेछ, त्यसपछि हामी दुवैजना मिलेर जीवनलाई सम्हाल्नेछौँ। आशा गर्छु आज एउटा कुरा भाषा गर्छु। धेरै समय जति समय लाग्यो पनि म हिँड्न सिक्नेछु, काम गर्नेछु। तिमीलाई ढुक्क भएर हाँस्ने दिन फर्काउनेछु। त्यही दिनको आशामा त हरेक बिहान छु। तपाईको एउटा सानो पाइला मेरो संसारको सबैभन्दा ठुलो खुसी हो। कहिल्यै पनि हार मान्दिनँ म। लाग्दैछ मलाई त सायद भगवानले हामीलाई कहिल्यै पनि बिर्सिनु हुने छैन। बिर्सिनु हुँदैन, ढिलो गर्नुहुन्छ, तर हार कहिल्यै मान्न दिनुहुन्न। भगवानले साथ दिनुहुन्छ। हामीहरूको सास छ भनेसम्म भगवानले हामीलाई हार्नु हुने छैन। भगवानले हामीलाई साथ दिनुहुनेछ। यही आशा अनि विश्वासमा बाँध्नु पर्यो। जीवनमा कहिल्यै पनि हार मान्नु भएन। सबभन्दा भगवानको आशा अनि विश्वासमा बाँध्नु पर्यो। म त आशा विश्वास मान्दा थाकिसकेका छु। नथाक्नुहोस् क्या। हावापानीको शरीर हो क्या। कति बेला बिरामी परिन्छ, कति बेला सन्चो हुन्छ, अनि सन्चो हुन्छ त बिस्तारै बिस्तारै। हार मानेर आउने काम हो त। आज म थला परेको पनि लगभग 1 महिना बजा बढी भइसकेको छ त। म त्यही भएर त गलिसकेको छु। भयो बढी भयो। तर आज हिजो हिँड्नुभयो, एउटा पाइला चाल्नुभयो, आज 2टा पाइला चाल्नुभयो, भोलि 3टा पाइला, त्यस्तै गर्दै अगाडि बढिन्छ। सन्चो हुनु पर्यो सबभन्दा। अनि त्यो भने सन्चो भइहाल्छ। चिन्ता नमान्नु, सन्चो हुन्छ। चिन्ता मान्ने हो भने त झन् शरीर बढ्दै जान्छ क्या। धेरै चिन्ता मान्नु हुँदैन। त्यही चिन्ताले त होला त। कति पनि जाँगरै नलाग्दो रहेछ, उठ्न पनि नसक्ने। त्यही चिन्ताले हो त हिँड्नै पनि नसक्ने भए। केटाकेटीलाई कसरी पाल्ने, कहाँ के गर्ने, कस्तो गर्ने थाहै छैन। आजसम्म चलेकै त छ त। त्यस्तै गरी चलिहाल्छ। तपाईँ सन्चो हुन्छसम्म चल्छ। अनि त्यहाँ पछाडि
हुन्छ तिमी कहिले तिमीले एक्लै गरेर नहुने मैले पनि कुनै कुरा नसक्ने भएमा त्यो गरेर अगाडि बढ्नु हुन्छ आशीर्वाद तपाईँकै छ अब तपाईँ सम्झ अन्जेलसम्म चलिहाल्छ बिस्तारै बिस्तारै सम्झाउनु पर्यो चलिहाल्छ यो हात पनि कुन्दैन आएको छ यस्तो गऱ्यो पैसा छ र तिमीसँग केही भए पनि नपाउने घर चलाउनु त पर्यो बच्चा बच्चीलाई खाना जुटाउनु त पर्यो मलाई खुवाउँछौ कि बच्चा बच्चीलाई खुवाउँछौ तपाईँलाई खानिदिनु पर्यो त्यो दिन आयो भगवान् केही सोच्न सकिरहेको छैन मैले त तिमीले सोचा होला केही त अलिकति के सोच्दा मलाई त पहिला त पहिलाका यादहरू धेरै आउँछ क्या खेतमा जाने कुलो लाउने अनि कुलो लागिकन आउँदाखेरि कतैतिर लुटेर पनि चोर्न लागेको अवस्था त भयो केही बिराम नहुने अनि जताबाट गर्दाखेरि पनि केही नभएको देखेर आज यो भाउ त केही पनि होइन होला भन्ने सोचेको थिएँ तर आज यो घाउले कति दुःख दियो बुढी खानेर कतिखेर लाग्यो कस्तो के भयो दसैँ लाग्यो चोट लाग्यो होइन दसैँ लाग्यो दुःख पाउने बेला नि त्यही भयो के गर्ने जस्तो हामीलाई परिरहेको छ त्यस्तो अरूलाई कहिले कसैलाई नपरोस् हे भगवान् पर्छ सबैलाई पर्छ हामीलाई मार्दैन हामीलाई परेको जस्तो अरू कसैलाई नपरोस् भन्न चाहन्छु म त दुःखले पनि कहाँ दियो एक महिनासम्म सानो घाउले यत्रो खुट्टा पाइला सार्न नसकिने भयो 2 दिन भयो पाइला सार्न लागेको तिमीले सारा दिन म मर्छु जस्तो लाग्छ तिमीले सारा नदिदिएको भए त हिजो पनि फेरि रखा लुफुक ढलेर मर्थ्यो होला बाचन जीसँग तपाईँको सहारा म मेरो सहारा तपाईँ बच्चा बच्ची हुर्काउनु पर्यो अनि सहारा बाँडाघाट गर्नु पर्यो दुःख पार्नु पर्यो सुख पार्नु पर्यो त्यो त सबै भइहाल्छ त बाचन जीसँग त गर्नु पर्यो त सास नजाँदासम्म त अनि गर्नु पर्यो दुःख गर्दै अगाडि बढ्दै दिन काट्दै सुखले हुन्छ कि दुःखले हुन्छ कि कसरी हुन्छ दिन घुसर घाँसर जब आउने मर्ने दिन भेटाउने बच्चा बच्चा अब त हुर्किन्छसम्म अब त्यही भन्ने हो अब कस्तो हुन्छ बच्चा बच्चीले बा विषयमा छोरी हुँदैन म त साह्रै कमजोरी भएर हो कि यहाँदेखि उभित्रको शरीर पनि खुट्टाहरू यसो बरबराउने गर्छ क्या कमजोरी भएको कमजोरी बिस्तारै भरिँदै गएपछि हुँदै जान्छ के हो नि भोलिदेखि अबदेखि राम्रो भयो त हुन्थ्यो सन्चै भइजान्छ क्या हिजो धेरै सुकिएको थियो घाउ आज धेरै सुकिएको छ भोलि पर्सि त्यस्तै दिनदिनै गर्दै त सुक्दै जाला त सन्चै घाउ सन्चै भयो नि त भनेको नि त तपाईँ त हिँड्ने डुल्ने काम गर्ने यताउति भोलि पर्सिदेखि त्यस्तै त अलिकति पाइला चाल्नु बिस्तारै त ठिक भइजाला भन्ने पनि लाग्छ कहिलेकाहीँ त अब यो कहिल्यै ठिक हुँदैन जस्तो लाग्छ के मनमा सोचिन्छ
काम गर्न नगरेर खान नपाइने बुढालाई स्याहार गर्नु आफै मुलाकात गर्नु आफै के गर्नु सक्दिनँ आफै म सक्नेछु के गर्नु बुढा बिरामी नभइदिएको बुढालाई खानु पर्यो आफू खानु पर्यो के खानु नमस्ते सबैजनालाई आजको भिडियो हेरिहाल्नुभयो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया कमेन्ट बक्समा लेख्न नभुल्नुहोला र हजुरहरूकै सल्लाह सुझाव अनुसार नै अगाडि बढ्ने बाचाका साथ र लाइक शेयर कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला भन्ने बाचाका साथ म आज यो भिडियोबाट बिदा चाहन्छु हवस् त नमस्ते।